हेलो गाइज, वेलकम टु माई मिनी ब्लग्स। र आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै र आरामै छु। र आज चाहिँ मैले फर्स्ट टाइम मिनी ब्लग्स बनाउँदैछौँ है। हामी चाहिँ बिहान बिहानै पलञ्चोक जाँदैछौँ ईश्वर पूजा गर्न। बाइक चाहिँ जति दिन बाहिर राखे पनि घन्टा भान्छ क्या है। मेरो बाइक चाहिँ सधैँ बाहिर हुन्छ, गाउँमा आएको बेलामा घन्टा भान्छ। अब चाहिँ हामी निस्केको दुईजना है, बिहान बिहानै। चिसो छ धेरै नै। अब कति 10-15 मिनटमा पुगिन्छ हामी। जाडो छ धेरै नै। भाइहरू चाहिँ अगाडि नै गइसक्यो है, म चाहिँ पछि छौँ, उनीहरू अगाडि गइसक्यो। त्यही हाम्रो गाउँबाट चाहिँ पलञ्चोक मन्दिर पुग्न कति 10-15 मिनट लाग्छ बाइकमा चाहिँ, हिँडेर चाहिँ त्यही 20-25 मिनट लाग्छ। बिहान चाहिँ धेरै नै चिसो, बाइक चलाउनै नसक्ने। गाउँमा चाहिँ अति नै चिसो रहेछ उता काठमाडौँतिर भन्दा पनि। अहिले चाहिँ हामी पलञ्चोक मन्दिर ठ्याक्कै आइसक्यौँ। अब आज चाहिँ मन्दिर खाली रहेछ, प्याक छैन रहेछ, गाडीहरू पनि छैन रहेछ, जस पार्किङ खाली रहेछ सबै। यहाँनिर चाहिँ मन्दिरभित्र जाने बित्तिकै हाम्रो भोटे भाइको मित्रहरू फेरि जुदी लागेको रहेछ। फेरि यहाँनिर पुरै फाइट परिरहेको रहेछ। अहिले चाहिँ हामी यहाँनिर सबै पूजा गरेर अब बाहिर नरिवल फुटाउनु जाँदैछौँ है। भित्र चाहिँ सबै हामीले पूजा गरिसक्यौँ। आज चाहिँ पुरै खाली छ मन्दिर चाहिँ। अब चाहिँ यहाँनिर नरिवल फुटाउँदैछौँ है भाइले। अब एकैसाथमा नरिवल पनि फुटाइसक्यो। पुरै नघुमिरहेको छ। अब फर्स्ट टाइम पूजा गरेर अलिक कन्फ्युज भयो त्यो चाहिँ। अब चाहिँ हामी यहाँ पूजासुजा गरिसकेर अब हामी चिया खान जाँदैछौँ है। माथि पुरै घाम लागिरहेको छ। अब सनसेट फोटो भिडियो पनि हान्न जानुपर्ने हुन्छ। चिया खाएर आएर अब सनसेट भिडियो हान्दै हामी चाहिँ है दुईवटा स्कुटर बाइक राखेर बबाल देखिरहेको छ बिहानको भ्यू चाहिँ। यो चाहिँ हाम्रो 5 9को पहरी बस्ती जाने बाटो, टोकलडाँडा भन्ने ठाउँ हो यो चाहिँ है। टोकलडाँडामा चाहिँ अब तपाईँहरू घुम्नु, फोटो भिडियो बनाउनु आउनु सक्नुहुन्छ। ठाउँ बबालै छ है, पार्किङ पनि राम्रै छ, धेरै नै राम्रो ठाउँ छ। पलञ्चोक मन्दिरदेखिबाट त्यही 1 किलोमिटरभित्र छिर्नुपर्ने हुन्छ हजुरहरू। आज चाहिँ मैले फर्स्ट टाइम ब्लग्स बनाएको भएर अब भिडियो चाहिँ खासै राम्रो छैन होला। त्यही आजको भिडियो चाहिँ यतिसम्म नै हो। अहिले चाहिँ हामी घर फर्किँदैछौँ।